नमस्कार। यहाँनिर अहिले एकजना सर आउनुभएको छ। उहाँले यो डिस्ट्रिया भएको बाख्रालाई बच्चा यसको मतलब बच्चा आफैले जन्मन नसकेको बाख्रालाई उहाँले सो बच्चालाई निकाल्दै हुनुहुन्छ। हेरौँ कति टाइम लाग्छ। यस्तो सिप जान्नको लागि पनि हामीले पढ्नुपर्छ र कुन अवस्थामा बच्चा छ सो अवस्थाको बच्चालाई कसरी निकाल्ने हो भन्ने कुरो पनि थाहा पाउनुपर्छ। यो अहिले प्राय ठाउँमा यस्तो केसहरू घटिरहेको छ र मैले यहाँलाई यो देखाउँदै पनि छु यो भिडियो मार्फत। यो चाहिँ के हो सर अहिले निस्केको चाहिँ? पानी पोका निक्लियो। के छ सर यसो बोल्दै? यसको अवस्था पाठीघर अलिक कम खुल्या छ। हजुर हजुर। त्यसमा डेक्सामेथाजोन लगाएर खुलाइयो। हजुर हजुर। सरले भर्खरै भन्नुभयो यसको पाठेघर चाहिँ कम खुलेको कारणले गर्दाखेरि यसलाई औषधि मार्फत सो पाठेघर खुलाइएको छ र अहिले चाहिँ के भइरहेछ त्यहाँ सर? नवजात शिशु अब जन्मिँदैछ। ए अब नवजात शिशु चाहिँ वेलकम हुँदैछ। पक्कै पनि यो महत्त्वपूर्ण अवस्था रहेको छ। हामीले देख्न सक्छौँ यहाँनिर नवजात शिशुको खुट्टा आइसकेको अवस्था छ। यो निकै जटिल काम पनि हो र उस्तै परे बच्चा र आमाको थोरै अवस्था जटिल पनि हुन सक्छ। अहिले चाहिँ कस्तो स्थिति छ सर बच्चाको? अहिलेसम्म बच्चाको स्थिति चाहिँ ठिकै रहेछ। यो एउटा ज्ञानवर्धक भिडियो लाएर मैले यहाँ समक्ष प्रस्तुत गर्न खोजिरहेको छु। लगभग अब खुट्टा सरले बच्चा पनि हामीले निकालिसकेका छौँ। ओ माई गड कस्तो चाहिँ हुँदो रहेछ। मैले त्यो फर्स्ट टाइम यस्तो देखिरहेको छु र सो भिडियो यहाँहरूलाई समेत पेश गरेको छु। दुईटा हो सर? ल हेर्नुहोस् है कति राम्रो पाठो या पाठी के हो अहिले एकछिनमा हामीहरूले हेर्नेछौँ र सरलाई ल बोका रहेछ। सरलाई विशेष धन्यवाद। घरबेटी दाई अथवा चाहिँ हाम्रो यो बाख्राको मालिक दाई पनि यहीँनिर हुनुहुन्छ र फेरि अर्को पनि छ कि भन्ने प्रयासमा आशंकाले सर पुनः एकपटक फेरि सोही काम गर्नको लागि जुटिरहनु भएको छ। यो चाहिँ के आयो सर अहिले? ए अर्को पनि रहेछ। यहाँहरूलाई अन्यथा नलागोस् यो एउटा शिक्षाप्रद जनचेतनामूलक भिडियो हुन्छ भन्ने लागेर मैले यहाँहरूसम्म चाहिँ यो भिडियो अपलोड गर्ने प्रयास गरिरहेको छु र एउटा पुनः एकपटक सुईको खोजी गर्दै हुनुहुन्छ सरले। सुई चाहिँ किन सर? ए त्यो पानी पोका फाल्नलाई रहेछ। हामी देख्न सक्छौँ त्यहाँनिर। हामीले चाहिँ त्यसलाई साल भन्छौँ क्या होइन सर? साल होइन ए पानी पोका नै भन्छ है। सरको यो कति वर्ष कसरी के भयो सर? यो सिप सिक्नको लागि पढ्न पऱ्यो होइन सर? कति वर्ष पढ्नु भयो सर? 3 वर्ष पढ्नु भयो है। ए भनेपछि अहिले चाहिँ सर कहाँ हो कुन? हजुर हजुर। वाओ वन्स टाइम एनदर बेबी आइसकेको छ। हजुर एउटा चाहिँ पाठी र अर्को पाठा भर्खरै सरको प्रयासबाट यहाँ जन्मिसकेको छ। यसमा माउले जन्माउन नसकेको अवस्थामा यो तरिकाले पनि बच्चा जन्मिँदो रहेछ भनेर मैले यो फर्स्ट टाइम देखेको र पक्कै पनि यहाँहरूले त किसान वर्गहरूले त यस्तो भिडियोहरू यस्तो अवस्था त पटक भइसक्नु भएको होला
र मलाई चाहिँ नौलो लागेर यहाँहरू समक्ष यो भिडियो प्रस्तुत गरेको छु र पुनः अर्को पनि छ कि भन्ने हेतुले सरले अब रहेनछ। म सरसँग थोरै कुराकानी गर्न सक्छु सर? ल सर नमस्कार। सरको शुभ नाम के पर्यो सर? मेरो नाम कमल खड्गा, हजुर हजुर। घर रुकुम पश्चिम। रुकुम पश्चिम है सर। रुकुमको चाहिँ सर आएर यसरी यो भीमसेन थापा वार्ड नम्बर 4 मा सेवा दिनुभएको छ। सरलाई विशेष गरी धेरै धेरै धन्यवाद। सरले अब यो के गर्दै हो सर? अब पाठीघरभित्र इन्फेक्सन नहोस् भनेर एन्टिबायोटिक राख्दै। हजुर हजुर। ए यो एन्टिबायोटिकले पाठेघरमा त्यस्तो समस्या आउँदैन है? ए नमस्कार। ल हेर, अब सरले पुनः एकपटक फेरि त्यो एन्टिबायोटिक चाहिँ पाठेघरभित्र हाल्दै हुनुहुन्छ। दाइ, छोरा र छोरी आइसकेको छ, के छ दाइको प्रतिक्रिया दाइ? मेरो खासै केही छैन। हजुर हजुर। पनि यस्तो माउले पर्यो भने हजुर हजुर। छिटै यसरी सल्लाह सुझाव दिनु होला। हजुर हजुर। अरूले पनि हेलचक्राइ नगर्नु त्यस्तो काममा, किनभने बच्चा र आमाको दुइटैकै खतरा हुनसक्छ। हजुर हजुर। ए धन्यवाद धन्यवाद, दाइलाई पनि धन्यवाद। दाइ त त्यसै पनि खुसी हुनुहुन्छ किनभने दुईवटा चाहिँ पाठो र पाठी यहाँ आइसकेको छ र सँगसँगै सरलाई पनि विशेष धन्यवाद। र यो सहकारी यो कार्यमा महत्त्वपूर्ण भूमिका खेल्नुभयो र पुनः एकपटक फेसबुक मार्फत यो भिडियो यहाँहरूले हेर्नुभयो। यहाँहरू सबैलाई विशेष धन्यवाद सहित आभार व्यक्त गर्न चाहन्छु। हस्त नमस्कार।